हेलो हेलो एभ्रिवान। आज म जाँदैछु सालबारीमा एउटा प्रपर्टी हेर्नुको लागि जाँदैछु। प्रपर्टी चाहिँ तपाईँको यही हो, हाइवे टचमै छ एकदम। हेरिनुहोस्, हाइवे रोड तपाईँलाई देखाइदिइहालेँ। बाटो पाउनुहुन्छ तपाईँ कमसेकम 18 फुटको बाटो पाउनुहुन्छ। यो प्रपर्टीको लोकेसन चाहिँ छ तपाईँको सालबारीमै छ। प्रपर्टी तपाईँको यहाँनिर छ 7 कट्ठा प्रपर्टी छ। प्रपर्टी तपाईँको हो खतियान जर्नल रेजिस्ट्री प्रपर्टी हो। 7 कट्ठा प्रपर्टी छ र फ्रन्ट पाउनुहुन्छ तपाईँ 55 को फ्रन्ट पाउनुहुन्छ। हेरिहाल्नुहोस्, एकदम राम्रो प्रपर्टी छ। तपाईँहरूलाई यदि लिने इच्छा छ भने यो नम्बरमा कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ र वाट्सएपमा बात पनि गर्न सक्नुहुन्छ। हेरिहाल्नुहोस्, सिमाना यहाँदेखि लिएर वहाँसम्म छ। फ्रन्ट तपाईँलाई मैले भनिहालेँ 50-55 को फ्रन्ट पाउनुहुन्छ। गेटहरू सबै लगाएको छ प्रपर्टीमा। बाउन्ड्रीहरू सबै गरेको छ। हाइवे हेरिहाल्नुहोस्, हाइवे रोड त्यही हो सालबारीको। तपाईँहरूलाई यदि लिने इच्छा छ भने यो नम्बरमा कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ र वाट्सएपमा बात पनि गर्न सक्नुहुन्छ। प्रपर्टीको लोकेसन चाहिँ छ तपाईँको सालबारीमा। तपाईँहरूलाई यदि लिने इच्छा छ भने यो नम्बरमा कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ र वाट्सएपमा बात पनि गर्न सक्नुहुन्छ। एकदम खतियान जर्नल रेजिस्ट्री जमिन हो। तपाईँहरूलाई पेपरहरूको लागि टेन्सन गर्नु पर्दैन। एकदम जेन्युन रेटमा तपाईँ पाउनुहुन्छ 7 कट्ठा जमिन। धन्यवाद।